नमस्कार सबैलाई। आज फेरि सानो एजिलियाको भिडियो सेयर गर्दैछु। अहिले चाहिँ एजिलिया मजाले फुल्नु सुरु भइसकिसकेको छ नि त। त्यो भएर हाम्रो चाहिँ अब बेसी मात्रामा भएको कारणले गर्दाखेरि चाहिँ यहाँनिर गोडगाड गर्नुपर्ने। आज सन्डे अनि एकछिन फुर्सद भएको बेलामा चाहिँ यो झारहरू निकालिदिनु पर्यो। अलिकति भए पनि यसो हल्का हुन्छ यिनीहरूलाई पनि भनेर चाहिँ यहाँनिर गोडगाड गरिदिँदैछु। हेर्नुहोस् न, इलामेहरू फुलिसकिसकेको छ हो। यस्तो प्रकारले निकालिदिएँ। सबै त निकाल्नु सकिनँ। एक ड्याङ चाहिँ मजाले एउटा बेड चाहिँ मजाले निकालिदिएँ हो राम्रोसँगले। त्यति भए पनि धेरै हल्का भयो होला यिनीहरूलाई भन्ने फिल भयो मलाई चाहिँ हो। एकदमै बेसी आइराखेको थियो नि त, बिस्तारै बिस्तारै गर्दै निकाल्दैछौँ हामी चाहिँ अहिले चाहिँ हो। अनि अहिले चाहिँ कस्तो फुल्दैछ भने चाहिँ जग्गा जग्गा चाहिँ यस्तो प्रकारले फुल्दैछ, मजाले फुल्दैछ हो। यो पिङ्क भयो, डबल पेटलमा एकदम मजाले फुलिरहेको छ हो। अनि यहाँ अर्कोपट्टि पनि पिङ्कै फुल्दैछ। यहाँ चाहिँ मसिनो मसिनो खालको हामीले बिक्री गर्नु भनेर पनि राखिराखेको। अनि यो चाहिँ मजाले फुलिरहेको छ। अहिले यो भेराइटी चाहिँ राम्रो फुलिरहेको छ हाम्रोमा। यो चाहिँ एकदम राम्रोसँगले फुलिरहेको छ। अनि रेड त जहिले तहिले फुल्ने नै हो। रेड त एकदमै फुलिरहन्छ जहिले तहिले, मजाले फुल्छ। हामीलाई मनपर्ने पनि रेडै हो। थ्याङ्क यू सो मच।